ल, अब सिधै विषयवस्तुमा प्रवेश गरौँ है त। आजको यस प्रस्तुतिमा हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले हाम्रो कृषि प्रणाली र इकोसिस्टमलाई व्यवस्थापन गर्ने तरिकामै ठूलो क्रान्ति ल्याउन सक्छ। खासमा हाम्रो खेतीपातीको परम्परागत ज्ञान र आधुनिक विज्ञानलाई सँगै जोडेर कसरी दिगो कृषि विकास गर्न सकिन्छ भन्ने कुरा आज हामी बुझ्नेछौँ। अब तपाईलाई लाग्ला कि साँच्चै हाम्रा आधुनिक कृषि प्रणालीहरूले हामीलाई अन्न दिने खेतहरू नै नष्ट गरिरहेका छन् त? सुन्दा अचम्म लाग्न सक्छ, तर अहिले हाम्रा खेतहरूमा एउटा लुकेको युद्ध चलिरहेको छ। बढ्दो जनसङ्ख्या र खानाको तीव्र आवश्यकताले गर्दा हामीले कृषिमा रासायनिक हतियार अर्थात् विषादीको प्रयोग ह्वात्तै बढायौं, तर उत्पादन बढाउने हतारमा प्रयोग गरिएका यी रसायनहरूले उल्टै हामीलाई नै प्रहार गर्न थालेका छन्। आज हामी यही अदृश्य तर एकदमै डरलाग्दो समस्या र यसको समाधान खोतल्नेछौँ। इतिहासलाई एकचोटि फर्केर हेरौँ। पहिला पहिला मानिसहरूले परम्परागत ज्ञान र साधनकै भरमा खेती गर्थे, तर मान्छेको सङ्ख्या बढ्दै गएपछि धेरै फलाउने होडबाजी चल्यो अनि सुरु भयो अनियन्त्रित रासायनिक विषादीको प्रयोग। यसले कत्रो ठूलो वातावरणीय सङ्कट निम्त्यायो भनेर सन् 1962मै राचेल कार्सनले आफ्नो चर्चित पुस्तक साइलेन्ट स्प्रिङ मार्फत विश्वलाई चेतावनी दिनुभएको थियो। त्यही चेतना फैलिँदै गएपछि नेपालमा पनि सन् 1989 अर्थात् विक्रम सम्वत 2046 सालतिर बालीको वातावरणीय प्रणालीमा खासै दखल नदिई शत्रुजीव व्यवस्थापन गर्ने यो आइपिएम विधिको सुरुवात भयो। आजको यस विश्लेषणमा हामी यी प्रमुख कुराहरू सरसर्ती हेर्नेछौँ। पहिलो, विषादीको सङ्कट। दोस्रो, यो आइपिएम भनेको खासमा के हो। तेस्रो, यसका मुख्य सिद्धान्तहरू। चौथो, जैविक नियन्त्रण विधिहरू। पाँचौं, हाम्रै गाउँघरमा पाइने वानस्पतिक समाधानहरू। र अन्त्यमा एउटा पूर्ण रणनीति। ऐतिहासिक समस्याबाट सुरु गरेर हाम्रै वरपरका स्रोत साधन प्रयोग गरी लागू गर्न सकिने एकदमै व्यावहारिक समाधानहरूतर्फ हामी अघि बढ्नेछौँ। खण्ड 1, विषादीको सङ्कट। सबैभन्दा पहिला रासायनिक विषादीमाथिको हाम्रो यो चरम निर्भरता किन एउटा गलत रणनीति थियो त? यसले इकोसिस्टमलाई व्यवस्थापन गर्नुको सट्टा उल्टै तहसनहस पो बनायो त? तपाईले याद गर्नु भएकै होला, पटक पटक एउटै विषादी छड्किँदा त्यसले किरा त मारेन नै, उल्टै हाम्रो स्वास्थ्य, माटोको गुणस्तर र पुरै वातावरणलाई नै बर्बाद पार्यो। झनै डरलाग्दो कुरा त के भने नि, लगातारको प्रयोगले ती किराहरू सुपर बग जस्ता भए, अर्थात् उनीहरूमा विषादी नै पचाउन सक्ने क्षमता विकास भयो। अनि त शत्रुजीव नियन्त्रण गर्न झन गाह्रो भयो र खेतीको लागत पनि आकाशियो। खण्ड 2, आइपिएम भनेको के हो? विषादीको यो कहाली लाग्दो सङ्कटबाट पार पाउन हामीलाई एउटा स्मार्ट रणनीति चाहिएको थियो, अनि जन्मियो एकीकृत शत्रुजीव व्यवस्थापन, जसलाई छोटकरीमा हामी आइपिएम भन्छौँ। यसले कृषकलाई बाली उब्जाउने मसिन मात्र होइन, सिङ्गो इकोसिस्टमको कुशल प्रबन्धक नै बनाउँछ। सन् 1962मा खाद्य तथा कृषि सङ्गठन अर्थात् एफएओले दिएको यो परिभाषालाई हेरौँ। यसले एकदमै स्पष्ट पार्छ कि व्यवस्थापन भनेको खेतका सबै किरालाई सखाप पार्नु पक्कै होइन, बरु तिनको सङ्ख्यालाई हाम्रो आर्थिक हानि नपुग्ने तहसम्म सीमित राख्नु हो। दशकौंदेखि अन्तर्राष्ट्रिय स्तरमै यो अवधारणालाई निरन्तर निखार्ने काम भइरहेको छ। एकदमै सरल भाषामा भन्नुपर्दा आइपिएमले वातावरण, अर्थतन्त्र र समाजलाई सन्तुलनमा राख्ने काम गर्छ। यसले कृषकको आफ्नै परम्परागत ज्ञान र स्थानीय स्रोत साधनको उच्चतम प्रयोग गर्छ। यसको अर्थ वातावरणलाई नोक्सान नगरी दिगो कृषि विकास गर्नु हो। यो कुनै एउटा जादुगरी किरा मार्ने औषधि होइन, यो त बाली संरक्षण गर्ने एकदमै उपयुक्त र वैज्ञानिक तरिकाहरूको प्याकेज नै हो। खण्ड 3, आइपिएमका मुख्य सिद्धान्तहरू। अब ती आधारभूत कुराहरू हेरौँ जसले आइपिएमलाई यति धेरै प्रभावकारी बनाउँछन्। यी सिद्धान्तहरूले कृषकलाई जथाभावी विषादी छर्किने व्यक्तिबाट एउटा साँच्चीकै कृषि विशेषज्ञमा बदल्छन्। यी चारवटा चरणहरू कसरी एक आपसमा जोडिएका छन् यो बुझ्न एकदमै जरुरी छ। पहिलो कुरा, सही मलजल दिएर स्वस्थ बिरुवा हुर्काउने। दोस्रो, खेतमा रहेका हाम्रा साथी किराहरू अर्थात् फाइदाजनक जीवको पहिचान र संरक्षण गर्ने। र तेस्रो, जुन सबैभन्दा महत्त्वपूर्ण छ, नियमित रूपमा खेतको अवलोकन गर्ने। अनि मात्रै कृषक दक्ष बन्न सक्छन्। नियमित अनुगमन गर्यो भने मात्रै कुन बेला के गर्ने भनेर सही निर्णय लिन सकिन्छ नि, होइन र? अब यसले दिने फाइदाहरू हेरौँ।
तथ्याङ्कले स्पष्ट देखाउँछ कि आइपिएम अपनाउँदा खेतीको लागत ह्वात्तै घट्छ, वातावरण जोगिन्छ र दिगो कृषि विकास हुन्छ। यसैले रासायनिक विषादीले ल्याउने भयानक दुष्प्रभावहरूलाई कम गर्दै हाम्रो समग्र कृषि प्रणालीलाई नै एकदम सुरक्षित बनाइदिन्छ। खण्ड 4 जैविक नियन्त्रण विधिहरू अर्थात् बायोलोजिकल कन्ट्रोल। विषादीको सट्टा प्रकृतिकै सैनिकहरूलाई खेतमा खटाउने गजबको अवधारणा हो यो प्रकृतिको आफ्नै सन्तुलन मिलाउने तरिका हो। रसायनको अन्धाधुन्द प्रहार र प्रकृतिको सटीक निशानामा आकाश पातालको फरक छ। एकातिर हाम्रो बाली सखा पार्ने शत्रु किराहरू हुन्छन् भने अर्कोतिर तिनै शत्रु किराहरूलाई नै खाएर बाँच्ने हाम्रा मित्र जीवहरू हुन्छन्। यी मित्र जीवहरूलाई चिन्नु र खेतमा जोगाएर राख्नु नै जैविक नियन्त्रणको सबैभन्दा ठूलो हतियार हो। प्रकृतिका यी सिपाहीहरूको कार्यविभाजन साँच्चै नै लोभलाग्दो छ। यहाँ हेर्नुस् त, लेडी बर्ड खपटेले फड्केर त्यसका अण्डाहरू खोजी खोजी खान्छ। त्यस्तै माकुरा र प्रेइङ मेन्टिसले हानिकारक पुतली र फट्याङ्ग्राहरूलाई शिकार गरेर तिनको सङ्ख्यालाई प्राकृतिक रूपमै ठिक ठाउँमा राख्छन्। त्यसैले त हामीले यी साथी जीवहरूलाई खेतमा हुर्काउनुपर्छ। खण्ड 5 स्थानीय वनस्पतिक समाधानहरू। अब हामी यस प्रस्तुतिको अत्यन्तै व्यावहारिक पाटोतर्फ जाँदैछौँ। हाम्रै गाउँघर, करेसाबारी र जङ्गलमा पाइने सामान्य वनस्पतिहरूमा कस्तो अद्भुत किरा भगाउने क्षमता हुन्छ भन्ने कुरा अब हामी बुझ्नेछौँ। यहाँको सबैभन्दा रोचक कुरा के छ भने नि, हामीले भान्सामा सधैँ प्रयोग गर्ने लसुन, आँगनमा फुल्ने सयपत्री, जङ्गलको सिस्नु वा गोठको गाई भैँसीको गौत, यी सबै भनेका हाम्रा प्राकृतिक कीटनाशक हुन्। यी सामग्रीहरू एकदम सजिलै पाइन्छन् र हाम्रो वातावरणका लागि 100% सुरक्षित पनि छन्। यसले विज्ञानलाई हाम्रो दैनिक कृषिको यथार्थसँग कति मजाले जोड्छ हेर्नुस् त। लसुन वा सयपत्रीको गन्धले किराहरूलाई बालीको नजिकै पर्न दिँदैन। त्यस्तै नीमको पात र फलले भखारीको अन्नलाई किराबाट जोगाउनुका साथै रस चुस्ने किराहरूलाई पनि तह लगाउँछ। यी त हाम्रै वरिपरिका कुरा हुन् नि। स्थानीय ज्ञानको यो भण्डार कति धनी छ। असुरोको पात र हाँगा हाल्दा माटोमा लाग्ने खुम्रे जस्ता खतरनाक किराहरू नष्ट हुन्छन्। टिमुर र तितेपाती जस्ता वनस्पतिले हाम्रो माटो र बालीलाई विशेष सुरक्षा दिन्छन्। यो त वर्षौंदेखि चलिआएको हाम्रो आफ्नै रैथाने प्रविधि पो हो त। खण्ड 6 एक पूर्ण व्यवस्थापन रणनीति। हामीले धेरै विधिहरूबारे कुरा गर्यौं। अब यी सबै टुक्राहरूलाई मिलाएर एउटा बाठो कृषकले कसरी मजबुत रक्षा प्रणाली तयार पार्छ भन्ने कुरा हेरौं। समग्रमा आइपिएम भनेको यी 5 विधिहरूको सुन्दर संयोजन हो। खेत राम्ररी जोत्ने र सफा राख्ने जस्ता कुराहरू पहिलो नम्बरमा आउँछन्। त्यसपछि प्राकृतिक शत्रुहरूको प्रयोग गर्ने जैविक विधि, रोग सहन सक्ने बलिया बिरुवाको विकास र बाहिरबाट किरा आउन नदिने प्लान्ट क्वारेन्टाइन। अनि यहाँ सबैभन्दा ध्यान दिनुपर्ने कुरा, रासायनिक नियन्त्रणलाई चाहिँ अरू कुनै पनि उपायले काम नगरेको खण्डमा मात्रै प्रयोग गर्ने गरी अन्तिम विकल्पका रूपमा राखिएको छ। त्यसैले यसको चुरो कुरो के हो भने, रासायनिक विषादी छर्किँदा तत्काललाई किरा मरेर जादु जस्तै काम गरे झैँ त लाग्ला, तर यसले इकोसिस्टममा पार्ने दीर्घकालीन र भयानक क्षतिकै कारण यसलाई सकेसम्म छुनु हुँदैन। आइपिएमको जन्म हुनुको मुख्य कारण नै यो प्राकृतिक सन्तुलन बिग्रिन नदिनु हो। यी सबै रणनीतिहरूलाई एकसाथ मिलाएर प्रयोग गर्दा कृषकले बालीको सुरक्षा मात्र गर्दैनन्, आर्थिक नोक्सानीबाट पनि बच्छन्। बाली चक्र मिलाउने, मित्र जीव जोगाउने र निरन्तर खेतको अवलोकन गर्ने बानीले नै हाम्रो खेतीलाई सुरक्षित र लामो समयसम्म टिक्ने बनाउँछ। अन्त्यमा यो गम्भीर प्रश्नमा थोरै विचार गरौँ त। आउने पुस्ताका कृषकहरूका लागि हामी कस्तो कृषि प्रणाली छोडेर जाँदैछौँ? के हामी विषादीले जर्जर र मरुभूमि जस्तो भएको माटो सुम्पिने, कि प्रकृतिको आफ्नै सन्तुलनमा अडेको स्वस्थ र दिगो कृषि प्रणाली? पक्कै पनि रासायनिक युद्ध छोडेर प्राकृतिक सन्तुलनको बाटो रोजेर मात्रै हामीले हाम्रो भविष्यको कृषिलाई बचाउन सक्छौँ। यसबारे पक्कै गहिरिएर सोच्नुहुनेछ भन्ने आशा छ। यस प्रस्तुतिमा अन्त्यसम्म सँगै रहिदिनु भएकोमा धेरै धेरै धन्यवाद।